Hello everyone, welcome back to my channel Tech Path Nepal. Tech Path नेपालमा हजुरहरूलाई स्वागत छ है त। आजको भिडियोमा चाहिँ हजुरहरूले चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय गरेको दुईवटा पदमा गणक र इनुमिनेटर गणक तथा सुपरभाइजर सर्वेक्षकमा चाहिँ हजुरहरूलाई भ्याकेन्सी गरेको थियो। त्यो भ्याकेन्सीको फर्म अहिले पनि खुल्ला नै छ है त। हजुरहरूले मजाले फर्म भर्न सक्नुहुन्छ है त। फर्म यदि भर्नलाई आवश्यक छ भने हजुरले सम्पर्क गर्न सक्नुहुन्छ है त। सम्पर्क गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ र हजुरहरूले कसरी भर्ने आफै पनि भर्न सक्नुहुन्छ। त्यसको लागि मैले अलग्गै दुईटा भिडियो बनाइसकेको छु है त। यो चाहिँ पार्ट 2 हो, इन्टरभ्यू क्वेसनहरूको चाहिँ पार्ट 2 हो। हजुरहरूले चाहिँ फर्स्ट पार्ट गएर हजुरले च्यानलमा गएर हेर्न सक्नुहुन्छ। माथि आई बटनमा आएको छ, त्यहीबाट पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। अब आजको पार्ट 2 मा चाहिँ हजुरले चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालयमा चाहिँ अब इन्टरभ्यू क्वेसनहरू है त, त्यस्तो अब रुल्स एन्ड रेगुलेसनको बारेमा कसरी इन्टरभ्यू क्वेसनहरू चाहिँ कस्तो सोध्छ भन्ने विषयमा कुरा गर्छु। त्यसको लागि हाम्रो अब स्टार्ट गरौँ है त। फर्स्ट नम्बरमा के कस्तो छ है त। फर्स्ट नम्बरमा दिएको छ तपाईँको राष्ट्रिय तथ्याङ्क कार्यालय कुन मन्त्रालय अन्तर्गत पर्छ। राष्ट्रिय तथ्याङ्क कार्यालय चाहिँ गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र शिक्षा मन्त्रालय। यो चाहिँ यसको करेक्ट एन्सर के हुन्छ त, अप्सन सी हुन्छ। यो चाहिँ तपाईँको चाहिँ प्रधानमन्त्री अर्थात् तथा मन्त्री परिषद कार्यालय भनेर चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय चाहिँ पर्दछ है। त्यसरी सोध्न सक्छ। जस्तै तपाईँलाई चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय कुन कार्यालय अन्तर्गत पर्दछ, कुन मन्त्रालय अन्तर्गत पर्दछ भने चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय भनेर चाहिँ हजुरहरूले भन्न सक्नुहुन्छ। त्यसपछि सेकेन्ड नम्बरमा जाउँ। अब सेकेन्ड नम्बरमा के छ तपाईँको राष्ट्रिय तथ्याङ्क कार्यालयको मुख्य काम के हो त। राष्ट्रिय तथ्याङ्क कार्यालयको मुख्य काम भनेको हाम्रो जनगणना तथा तथ्याङ्क सङ्कलन गर्नुपर्ने हो, जुन चाहिँ अप्सन बीमा छ। कर सङ्कलन होइन, यसलाई क्यान्सर सुरक्षा पनि होइन, नीति शिक्षा नीति पनि होइन। यसको अनुसार के भयो त, अप्सन बी जनगणना तथा तथ्याङ्क सङ्कलन भनेको राष्ट्रिय तथ्याङ्क कार्यालयको मुख्य काम हो है त। त्यसपछि अप्सन सी, अब जनगणना कति वर्षमा हुन्छ भने छ है त। जनगणना तपाईँको चाहिँ वर्षमा कति पटक हुन्छ, कति वर्षमा एकपटक गरिन्छ। जस्तै हाम्रो नेपालको जनगणना 2072 सालमा गरिएको थियो। त्यसपछि चाहिँ त्यसको 10 वर्षपछि 2082 सालमा चाहिँ अब चाहिँ अप्सन बी के हुन्छ त, 82 सालमा चाहिँ तपाईँको चाहिँ 10 वर्षमा चाहिँ एकपटक चाहिँ गरिन्छ है त जनगणना चाहिँ। त्यसपछि अब थर्ड नम्बरमा छ तथ्याङ्क सङ्कलन गर्दा गोपनीयता कस्तो हुनुपर्छ है त। तथ्याङ्क सङ्कलन गर्दाखेरि गोपनीयता चाहिँ कस्तो चाहिन्छ भने छ सार्वजनिक, सीमित, पूर्ण गोप्य र यसको चाहिँ पूर्ण गोप्य हुनुपर्छ है त। अब कसै पनि व्यक्तिको अब पर्सनल विवरणहरू अबले दिनु भएन है त। त्यही भएर चाहिँ एकदमै गोप्य, पूर्ण रूपमा चाहिँ गोप्य हुनुपर्छ भन्नुपर्छ है। त्यसपछि अर्को अप्सन क्वेसन नम्बर 5 मा जाउँ। तथ्याङ्क एन अनुसार सङ्कलन विवरण के गर्न पाइन्छ भने छ व्यक्तिगत, परोप, व्यापार, नीति निर्माण, प्रचार प्रसार है त। तपाईँहरूले चाहिँ अब कसैको व्यक्तिगत विवरणहरू सङ्कलन गरेको सम्पूर्ण विवरणहरू व्यक्तिगत प्रयोगमा प्रयोग गर्नु भएन, व्यापारमा प्रयोग गर्नु भएन, राजनीतिक प्रचारमा प्रयोग गर्नु परेन, तर नीति निर्माण, देशको नीति निर्माण गर्नुको लागि चाहिँ तथ्याङ्क एन अनुसार चाहिँ विवरणहरू सङ्कलित गर्नुपर्छ भन्ने छ है। त्यसपछि अर्को नम्बरमा गलत तथ्याङ्क दिने व्यक्तिलाई के हुन्छ भने चाहिँ कानुनी कारबाही हुन्छ। यदि गलत तथ्याङ्क दियो भने भोलिको दिनमा चाहिँ अब गलत तथ्याङ्क दियो है त सोध्दै गर्दाखेरि अब नेपाल सरकारले नै गणक र अनि त्यसपछि परिवेशकले खटाएको हुन्छ। इन केस गलत भयो भने चाहिँ त्यसपछि चाहिँ कानुनी रूपमा कारबाही हुन्छ। त्यही भएर सही तथ्याङ्क चाहिँ सङ्कलन गर्नुपर्ने हुन्छ। त्यसपछि क्वेसन नम्बर 7, गणकको मुख्य भूमिका अर्थात् इनुमिनेटरको मुख्य भूमिका के हो। नीति बनाउने, त्यही पनि होइन, तथ्याङ्क सङ्कलन, बजेट बनाउने, निर्देशन दिने चाहिँ तथ्याङ्क सङ्कलन गर्ने चाहिँ गणकको काम हो है त। सङ्कलन गर्नुपर्छ गणकले चाहिँ घर घर गएर। त्यसपछि अर्को नम्बरमा रहेको छ सुपरभाइजरको मुख्य भूमिका के हो है त। जस्तै अब तपाईँले इन्टरभ्यू क्वेसनमा सोध्न सक्छ तपाईँको भूमिका चाहिँ के हो भने चाहिँ है त। त्यो बेला सोध्दै गर्दाखेरि अब तपाईँको चाहिँ आफैले अब अप्सन अनुसार सजिलै आउँछ घरधुरी गर्ने पनि होइन है त। तथ्याङ्क जाँच अर्थात् अनुगमन गर्ने। जस्तै अब तथ्याङ्क एउटा गणकले चाहिँ तथ्याङ्क ल्याउँछ है त घरधुरी गरेर है त। त्यही अनुसार रिपोर्टहरू ल्याए हुन्छ। त्यसलाई चाहिँ अब तथ्याङ्क जाँच गर्नु पर्यो, सही छ कि गलत छ कि, र अनुगमन पनि गर्नु पर्यो है त। के छुट्यो कि छुटेन कि भन्ने कुराहरूको बारेमा अनुगमन गर्नु पर्यो। त्यसपछि 9 नम्बरमा राष्ट्रिय सभा सदस्यको कार्यकाल कति वर्ष हुन्छ है त। राष्ट्रिय सभा सदस्यको कार्यकाल चाहिँ हाम्रो 6 वर्षको हुन्छ है त। 6 वर्षको चाहिँ अप्सन सी मा रहेको छ। 6 वर्षको चाहिँ राष्ट्रिय कार्यकालको चाहिँ अवधि रहेको हुन्छ।
है। त्यसपछि तपाईँको अर्को क्वेसन छ 10 नम्बरमा छ प्रतिनिधि सभा सदस्यको कार्यकाल कति वर्षको हुन्छ। यो चाहिँ प्रतिनिधि सभाको भयो, यो चाहिँ राष्ट्रिय सभाको भन्यो भने तपाईँको चाहिँ 6 सालको हुन्छ। तर तपाईँले चाहिँ प्रतिनिधि सभा सदस्यको भन्यो भने चाहिँ अप्सन बी कति सालको हुन्छ त 5 सालको हुने गर्दछ। र त्यसपछि क्वेसन नम्बर 11 जाउँ। नेपालको सार्वभौम सत्ता कहाँ निहित छ भने चाहिँ कोसँग निहित छ भन्न सक्छ। अर्थात् सांसद, सरकार, जनता, राजा भने चाहिँ यसमा चाहिँ अब नेपालको सार्वभौम सत्ता चाहिँ जनतामा चाहिँ निहित हुन्छ है त। जनताले जस्तो चाहे त्यस्तै हुन्छ, जनताले जस्तो चुज गरे त्यस्तै हुन्छ, जस्तो चाहे त्यस्तै हुन्छ है त। अब जनताको हातमा हो है त। त्यसैले सार्वभौम सत्ता कस्तो बनाउने, सत्ता चाहिँ कसको हातमा दिने भन्ने कुराहरू चाहिँ जनतामा चाहिँ निहित हुन्छ है त। त्यसपछि अर्को नेक्स्ट क्वेसन नम्बर 12 तथ्याङ्क सङ्कलन गर्दा नागरिकसँग कस्तो व्यवहार गर्नुपर्छ। तथ्याङ्क सङ्कलन गर्न जानुभयो भने चाहिँ कस्तो गर्ने, कडा गर्ने, अवमानजनक गर्ने, शिष्ट र सम्मानजनक र व्यवस्था गर्ने। तपाईँको चाहिँ अब सङ्कलन गर्दा अब सर्वसाधारण नागरिकसँग चाहिँ शिष्ट व्यवहार प्रयोग गर्नु पर्यो र सम्मानको स्वरूप चाहिँ भाषाको चाहिँ प्रयोग गर्नु पर्यो। त्यसपछि 13 नम्बरमा छ इनुमिनेटरले फारम कसरी भर्नुपर्छ। इनुमिनेटरले फारम है त अनुमानले आफू खुसी सही तथ्यका आधारमा अरूको सल्लाहमा पनि गर्नु भएन, अनुमानले पनि गर्नु भएन, आफू खुसी पनि गर्नु भएन। जस्तै सही तथ्य के हो, सही विवरणहरू के हो त्यही अनुसारले चाहिँ उसले फारम हुन्छ है त। गणकलाई एउटा फारम दिएको हुन्छ, यदि बिहे गरेको नगरेको सबै एभ्रिथिङ कुराहरूको चाहिँ फारम दिएको हुन्छ। त्यसमा चाहिँ सही तथ्य के हो त्यही अनुसार चाहिँ फर्म भर्नुपर्ने हुन्छ। त्यसपछि अर्को नेक्स्ट क्वेसनमा जाउँ 14 नम्बरमा राष्ट्रिय तथ्याङ्कको प्रयोग कहाँ हुन्छ भने चाहिँ तपाईँको राष्ट्रिय तथ्याङ्क प्रयोग नीति निर्माण, योजना, अनुसन्धानमाथिका सबै। अब तपाईँको राष्ट्रिय तथ्याङ्क छ भने चाहिँ नीति निर्माणमा पनि हुने भयो, भोलिको दिनमा योजना गर्दाखेरि पनि सही तथ्य थाहा हुने भयो र अनुसन्धान गर्दाखेरि पनि हुने भएकाले सबैमा चाहिँ प्रयोग हुन्छ राष्ट्रिय तथ्याङ्क चाहिँ है त। त्यसपछि 15 नम्बरमा छ इनुमिनेटरले परिचय पत्र बोक्नुपर्छ है त। यदि तपाईँ अब इनुमिनेटर कोही मान्छे घरमा आयो भने कसरी थाहा पाउने त, उसँग चाहिँ अनिवार्य चाहिँ परिचय पत्र हुनु पर्यो है त। नेपाल सरकारले खटाएको व्यक्ति हो है त, इनुमिनेटर गणक हो भन्ने कुराहरू चाहिँ परिचय पत्रले नै दर्शाउँछ। त्यही भएर चाहिँ परिचय पत्र चाहिँ अनिवार्य रूपमा चाहिँ बोक्नुपर्ने हुन्छ। त्यसपछि अर्को नेक्स्ट क्वेसनमा है त नागरिकले तथ्य दिन अस्वीकार गरे, जस्तै अब सर्वसाधारण जनताले म दिन्न भनेर गऱ्यो भने चाहिँ उसलाई के गर्ने त, कर लगाउने नलगाउने, बल प्रयोग गर्ने त्यो पनि नगर्ने, गाली गर्ने त्यो पनि नगर्ने, के गर्ने त कानुन अनुसार चाहिँ बुझाउनु पर्यो उसलाई किन जरुरी छ तथ्य सङ्कलन गर्न भन्ने विषयको बारेमा बुझाएर राम्रोसँग चाहिँ बुझाएर कानुनहरू के कस्तो भन्ने बुझाएर चाहिँ तथ्य सङ्कलन गर्न सकिन्छ। त्यसपछि अब अर्को नेक्स्ट क्वेसन राष्ट्रिय तथ्याङ्क के हो। जस्तै अब तपाईँले सोध्न सक्छ राष्ट्रिय तथ्याङ्क चाहिँ के हो त। जस्तै तपाईँको व्यक्तिगत हो, संस्थागत हो, देशको आधिकारिक तथ्य र निजी, कसैको व्यक्तिगत पनि होइन, संस्था पनि होइन, निजी पनि होइन, देशको है त, देशको आधिकारिक तथ्य हो र आधिकारिक हो, सबैले जान्न पाउने अधिकार हुन्छ है त। तर व्यक्तिगत विवरणहरू जान्न पाउँदैन, तर तथ्याङ्क चाहिँ के को लागि प्रयोग हुन्छ, कस्तो के कस्तो भन्ने कुराहरूको बारेमा चाहिँ हजुरहरूले चाहिँ आधिकारिक तथ्य हो, सबैको अधिकार हुन्छ। त्यसपछि अर्को नेक्स्ट क्वेसन तथ्याङ्क कार्यालयको मुख्य उद्देश्य के हो है त। तथ्याङ्क कार्यालयको मुख्य उद्देश्य चाहिँ के हो त। तथ्याङ्क कार्यालयको मुख्य उद्देश्य राजनीति, व्यापार, विश्वसनीय तथ्य उपलब्ध गराउने, कर उठाउने। राजनीति पनि होइन, कुनै व्यापार पनि होइन, कर पनि उठाउन मिल्दैन, विश्वसनीय तथ्य उपलब्ध गराउनु चाहिँ तथ्याङ्क कार्यालयको मुख्य उद्देश्य हो है त। त्यसपछि अर्को नेक्स्ट क्वेसन राष्ट्रिय तथ्याङ्क किन आवश्यक छ है त। राष्ट्रिय तथ्याङ्क चाहिँ किन आवश्यक भन्ने जस्तो क्वेसन गरेको छ तपाईँलाई। अब योजना निर्माण गर्न, नीति बनाउन, विकास मूल्याङ्कनको लागि चाहिँ राष्ट्रिय तथ्याङ्क किन आवश्यक। जस्तै इन्टरभ्यूमा तपाईँलाई सोध्न सक्छ राष्ट्रिय तथ्याङ्क चाहिँ किन आवश्यक छ, तथ्याङ्क सङ्कलन गर्न किन आवश्यक छ भने चाहिँ अब देशको नीति निर्माण गर्नको लागि है त, अब बनाउनुको लागि र विकास मूल्याङ्कनको लागि, विकास चाहिँ कसरी गर्न सकिन्छ, कति विकास चाहिन्छ भन्ने कुराहरूको लागि मूल्याङ्कनको लागि चाहिँ राष्ट्रिय तथ्याङ्क चाहिँ आवश्यक पर्छ। र त्यसपछि अर्को 20 नम्बरमा रहेको छ तथ्याङ्क गलत भए के असर पर्छ भने चाहिँ अब तथ्याङ्क तपाईँले ल्याउनु भयो त्यो चाहिँ गलत भयो भने चाहिँ अब नीति र विकास निर्माणमा चाहिँ
असफल हुन्छ त्यस्तो होइन, तथ्य कुराहरू चाहिँ पत्ता लगाउन सकिँदैन। त्यही भएर त्यस्तो चाहिँ गलत गर्नु चाहिँ भएन है त। त्यसपछि 21 नम्बरमा संविधानले गोपनीयताको हक कसरी सुनिश्चित गरेको छ है त। गोपनीयताको एउटा संविधानको हक छ है त। गोपनीयताको हक नागरिकको व्यक्तिगत विवरण सुरक्षित राख्ने अधिकार दिएको छ। व्यक्तिगत विवरण नागरिकको सुरक्षित राख्ने चाहिँ अधिकार दिएको छ। त्यो चाहिँ केले त गोपनीयताको हकले है त। त्यसपछि 22 नम्बरमा तपाईँको काममा सबभन्दा ठुलो चुनौती के हुन्छ भने नागरिकको विश्वाससित सही त। अब तपाईँले सोध्यो, तपाईँले चाहिँ अब गणतन्त्र काम गर्नुभयो, तपाईँको चाहिँ अब कामको ठुलो चुनौती चाहिँ के हुनसक्छ। जस्तै अब मान्छेले चाहिँ अब विश्वास जितेर तथ्य नदिन सक्छन् होइन, जनताले कहिलेकाहीँ तथ्य म चाहिँ दिन्न भन्न सक्छन्, केही भन्दिनँ पनि नसक्छन्। हो त्यो विश्वास दिलाउनु है त, तथ्य सङ्कलनलाई सही कुरा दिलाउनलाई चाहिँ हाम्रो चाहिँ के भयो त, तथ्य सङ्कलन गर्नु भनेको ठुलो चुनौतीभित्र पर्छ भन्छ है त। त्यसपछि अर्को नेक्स्ट क्वेसन, तपाईँ कसरी निष्पक्षता कायम गर्नुहुन्छ भनेछ। कुनै पक्षपात नगरी कानुन निर्देशन अनुसार काम गरेर या कुनै पक्षपात गर्नु भएन, यस्तो उस्तो तल्लो सबै कुराहरू मिलाएर त्यसपछि चाहिँ कानुन र निर्देशन अनुसार काम गर्नु पर्यो। ओके एभ्रिवान, आजको भिडियो चाहिँ यति है त। तपाईँलाई भिडियो कस्तो लाग्यो भन्नुहोला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला है त। यो भिडियोले तपाईँलाई अलिकति पनि हेल्पफुल छ भने चाहिँ लाइक गर्नु नभुल्नुहोला है त। लाइक सब्सक्राइब गर्नु नभुल्नुहोला है त। सब्सक्राइब गर्नु नभुल्नुहोला। आजको भिडियो चाहिँ यति गरौँ, अर्को भिडियोमा छिटो नै भेट्ने भएको छ सायद। ओके, थ्याङ्क यू सो मच।